मार्चसम्म हामीले निर्णय गरेका थियौं कहाँ भन्दाखेरि जाकर्तामा कि एउटा अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा आयोजना गर्ने। त्यसमा झन्डै 300 जति प्रतिनिधि थिए र मलाई लाग्छ सिपी प्रमुख पनि त्यहाँ पुग्नु भएको थियो। त्यसको चाहिँ टिम लिडरको रूपमा मलाई उहाँहरूले तय गर्नुभयो। जब म कोरिया जान्छु भन्ने कुरा थाहा भइसकेपछि त्यतिखेर पार्टीको प्रमुख पनि र देशको प्रधानमन्त्री पनि हाम्रो केपी ओलीजी त्योभन्दा पहिले मेरो घरमा दक्षिण कोरियाका राजदूत आएर मलाई के भन्यो भने प्लिज डोन्ट गो टु नर्थ कोरिया भनेर मलाई दबाब दिए, निकै दबाब दिए। अनि त्यसपछि परराष्ट्र मन्त्रालयको सचिव नाम बिर्सेँ मैले, तिनले मेरो घरमा आए र प्रधानमन्त्रीले खबर गर्नुभएको छ तपाईँ उत्तर कोरियाको भ्रमण रद्द गरिदिनुहोस् किनभने अमेरिकनहरूले पनि तपाईले त्यहाँ जान हुँदैन भनिरहेका छन्। जापानी राजदूतले पनि त्यही खबर पठाएको छ। त्यस हुनाले जापान पनि खुसी छैन, अमेरिका पनि खुसी छैन, दक्षिण कोरिया पनि खुसी छैन र सरकारको प्रधानमन्त्रीले पनि भन्दै हुनुहुन्छ परराष्ट्रको पनि धारणा के छ भने त्यहाँ जाने काम नगर्नुहोस्। मैले भने तपाईलाई डर लागेको होला कि त्यहाँ गएर म किम जोङ उनलाई उत्तेजित गराउला, मिसाइलको प्रयोग गरिदेऊ अमेरिकाका विरुद्धमा, ठिक छ तिम्रो अभियान भनेर त्यस्तो म गर्दिन। किनभने नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउने र सफल बनाउने व्यक्ति मध्ये म पनि प्रमुख व्यक्ति मध्ये म पर्दछु। त्यस हुनाले म युद्धको सन्देश होइन, यो नेपाल जहाँ बुद्धको जन्म भएको छ यो देशमा शान्तिको सन्देश लिएर म जाँदैछु। त्यस हुनाले सुनाइनुस् राजदूतहरूलाई त्यहाँ गएर उहाँलाई उत्तेजित गर्नका लागि होइन, उत्तेजन पुरै उनीहरूलाई युद्धतर्फ उन्मुख हुनका लागि होइन, हाम्रो अनुभव सुनाउनका लागि हो भनेर बताए। त्यो भइसकेपछि त्यहाँ म एयरपोर्ट गएँ, केपी ओलीजीको फोन आयो, तुरुन्त तपाईँ क्यान्सल गर्नुहोस्, तुरुन्त टिकट क्यान्सल गर्नुहोस्। मैले सारा दुनियाँका मान्छेहरूले मलाई पत्याएर विश्वास गरेर त्यहाँ बोलाइदिएछ अनि म टिकट क्यान्सल गर्छु, गर्दिनँ, के गर्नुपर्छ तपाईँ गर्नु। म हिँडेँ। त्यहाँ पुगिसकेपछि अब केही उत्तर कोरियनहरूको आफ्नै कुरा छ, सबै किन भन्नु यहाँ, त्यो हामी सबै कुरामा सहमतै हुनुपर्छ भन्ने केही छैन, त्यति आन्तरिक कुराहरू धेरै नभनौँ। तर पछि गएर उनीहरूले मलाई त झन्डै त्यहाँ कुरा अर्थात् कोरियाको सेकेन्ड लिडर याद छ होला तपाईँले, थर्ड लिडर र फोर्थ लिडर, दुईटा उपाध्यक्ष याद छ तपाईँले, एकजना महिला किम जोङ उनको काकी पर्ने कि को, तिनी रहेछन् पुरा विश्व वर्ल्ड फ्रेन्डसिप सोसाइटीको चेयर, उनी पनि थिए। एकातिर एउटा नेता, अर्कोतिर अर्को नेता, अर्कोतिर अर्को नेता, म बिचमा छु। एकाले पनि कानमा के भन्छ भन्दाखेरि तपाईले लिखित रूपमा दिनुभएको भाषण त्यो चाहियो, दिएँ मैले। भाषण त दिने बित्तिकै त भाषणको कार्यक्रमै क्यान्सल गरिदियो। अब उनीहरूको पनि कतिपय कुराहरू ठिक छैन। अनि त्यसपछि चाहिँ तर कि भाषणको कपी पो क्यान्सल भयो, बोल्न त दिनै पर्यो मलाई। फेरि मैले तिनै कुराहरू जब त्यहाँ भाषण गरेँ अङ्ग्रेजीमा, त्यो गरिसकेपछि फेरि उनीहरूलाई बडो चित्त बुझेछ। मैले त्यहाँ शान्तिको कुरा गरेँ र शान्तिको कुरा एक्लै पनि दुईटा 1-to-1 कुराकानी यी तिनैजनासँग अलग अलग पनि कुरा, सिंगल कुरा भइसकेपछि मैले भने म इन्टरनेसनल कन्फरेन्समा जाँदाखेरि तपाईहरू खै तपाईहरूको उपस्थिति कम देखिन्छ, म कोरियामा आउनका लागि धेरैलाई उत्प्रेरित गर्न सक्छु। एकचोटि के भएको थियो भने एउटा संस्था छ, इन्टरनेसनल कन्फरेन्स अफ वर्कर्स एन्ड कम्युनिस्ट पार्टिज, इन्टरनेसनल आइसी छोटकरीमा त्यो नाम भएको छ। त्यो संस्थाको चाहिँ अगाडि बढाउने भनेको क्युबनहरू
भियतनामिजहरू। अनि त्यो संस्थामा चाहिँ हामी त्यसको वर्किङ ग्रुपको सदस्यमा चिनियाहरूलाई लिए, वर्किङ ग्रुपको सदस्यमा उत्तर कोरियनलाई लिए। किन लिएन भने अलिअलि उग्र सोच भएकाहरू यो चीन पनि समाजवाद होइन, कोरिया पनि अधिनायकवादी शासन हो भन्ने मान्यता राख्ने फ्रान्सको कम्युनिस्ट पार्टी थियो। अनि फ्रान्स र त्यसको प्रमुख भनेको ग्रिसको कम्युनिस्ट पार्टी, त्यो अलिक उग्र खालको रहेछ। अलि हाम्रो यहाँ माओवादी त्यो भइसकेपछि चाहिँ अब मान्दै अनि उत्तर यो सिपिआई र सिपिएम दुईटै पार्टीका नेताले मलाई भन्न आए। अनि चाइनाको पनि कम्युनिस्ट पार्टीको उपाध्यक्षले मलाई भेट्न आयो, अनि कोरियनको पनि उपाध्यक्षले मलाई भेट्न आयो र मलाई भन्यो तपाईँले कुरा उठाइदिनुहोस्। अब भियतनाममा म छु, भियतनाम र चीनको बिचमा युद्ध भएको हुनाले सम्बन्ध त्यति राम्रो थिएन। अनि भियतनामको चाहिँ मैले त्यहाँको विदेश विभागको प्रमुख त्यो पार्टीको एउटा स्ट्यान्डिङ कमिटीको मेम्बरलाई मैले एक्लै भेटेँ र मैले भने त्यत्रो ठुलो पार्टीको कम्युनिस्ट पार्टीको सदस्य भएको, विश्वमा समाजवादको झन्डा बुलन्द गरिरहेको चिनियाको उपस्थिति भएन भने यो संस्था कसरी एउटा विश्वव्यापी रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्छ भनेपछि उनी कन्भिन्स भए। जब प्रस्ताव राखेँ मैले, प्रस्ताव राख्ने बित्तिकै फ्रान्सले पनि मानेन, ग्रिसले पनि मानेन। यो हुँदै यो ठुलो देश भनेर ठुलो शक्ति भनेर घमण्ड देखाउने काम नगर्नुहोस्। बिचरा चाइनिजहरू बोल्न सकेनन्, उत्तर कोरियनहरू बोल्न सकेनन्। एउटा मैले तय गराएँ, 1 वर्षको समय दिने, 1 वर्षभित्र निवेदन दिने, निवेदन दिइसकेपछि अनि 1 वर्षपछिको मिटिङमा यो कुरालाई त्यहाँ राख्ने। त्यसपछि रुसमा त्यो बैठक आयोजना हो, अर्को मिटिङ। रुसको कम्युनिस्ट पार्टीको के नाम हो महासचिवलाई मैले छुट्टै भेटेँ, उसलाई कन्भिन्स गरेँ र त्यो कन्भिन्स गरेपछि त्यो बैठकबाट चिनिया कम्युनिस्ट पार्टी पनि, वर्कर्स पार्टी अफ कोरिया पनि दुईटै त्यसको वर्किङ ग्रुपको सदस्य आयो। अब उनीहरूले कतिको सम्झेका छन् छैन, उनीहरूले त्यसको जस कति दिन्छन् थाहा छैन, तर त्यो त्यत्रो इन्टरनेसनल कन्फरेन्समा महत्त्वपूर्ण भूमिका हामीले। त्यस हुनाले अन्तर्राष्ट्रिय समुदायको आफ्नै किसिमको जटिलताहरू हुँदो रहेछ। अन्तमा एउटा कुरा भन्न चाहन्छु, कोरियनहरू म एउटा कुरा देखेर अचम्भित भएँ। म जब पछिल्लो 1917मा त्यहाँ 2017मा पुगेँ, त्यहाँ त एउटा नयाँ सहर बनेको रहेछ। त्यो सहर के हो त 8 महिनामा बनाएको रहेछ। सिङ्गै काठमाडौँ भन्न सक्नुहुन्छ तपाईँले ख्याल गर्नुभएको होला। नयाँ सहर 8 महिनामा त्यो पुरै सहर उनीहरूले बनाएको छ। त्यहाँ 1000 किलोमिटर बाटो 1 वर्षमा उनीहरूले त्यहाँ गरेछ। म जहिले पनि भाषण गर्ने गर्छु, हेर्नुहोस् 1000 किलोमिटर हाम्रो पूर्व पश्चिम राजमार्ग जस्तै उनीहरूले 1 वर्षभित्रमा सम्पन्न गरे। यति फराकिलो बाटो बनाएका छन्, गौरव गर्ने लायक। त्यत्रो शानदार भवनहरू, झन्डै 40-50 स्टोरी बिल्डिङहरू भएको त्यत्रो शानदार नयाँ सहरै उनीहरूले निर्माण गरे। यस्तो किसिमको कोरियनहरूमा एउटा सङ्कल्प मैले देखेँ। अर्को म त अझै ज्यादा किन कोरियनका केही तरिकासँग म सहमत थिएँ र म कुरा गर्ने गर्दछु। अनि त्यो स्थितिमा मैले चाहिँ एउटा लिएर गएँ कहाँ भन्दाखेरि स्विमिङ पुलमा। त्यो स्विमिङ पुलमा त हेर्छु त म एउटा नयाँ सहर जस्तै स्विमिङ पुल छ। तपाईँ त्यहाँ पुगेर स्विमिङ पुल छ, त्यो स्विमिङ पुलमा गएको त हेर्छु, मलाई लिएर गएँ। त्यहाँ त झन्डै 2000-3000 परिवारहरू एकसाथ स्विमिङ गरिरहेका छन्। अनेक स्विमिङका त्योहरू छन् अनि सबैले नास्ता गरिरहेका छन् आफ्नो भनेपछि आफ्नो पकेटमा पनि खर्च हुँदो रहेछ। यिनीहरूलाई आफ्नो परिवारसँग पनि जानु रहेछ। त्यसो भने पहिले जस्तो सङ्कीर्ण छैन। पहिले भनेको जम्मै थोक राज्यले मात्रै, अनि त्यसपछि राज्य मात्रै होइन, जस्तो चीनमा त्यस्तो यो समस्या अपेक्षा सुरु गरेपछि अनि मलाई त्यो बेलामा के मिल्छौँले के भन्नुभएको थियो भने हामी पनि चीनबाट सिक्न चाहन्छौँ, हामी पनि प्राइभेट क्यापिटललाई डेभलप गर्न चाहन्छौँ, हामी पनि मार्केट इकोनोमीमा जान चाहन्छौँ। किन भन्दाखेरि इकोनोमीका धेरै रूपहरूको संयोजन नगरेसम्म